दर्शकवृन्द नमस्कार, हार्दिक स्वागत गर्न चाहन्छौँ सिने श्रृङ्खला युट्युब च्यानलमा। दर्शकवृन्द तपाईँहरू हेर्दै हुनुहुन्छ भुन्टेको। हिजो एपिसोड अपडेट भएको थियो भने आज यसको रिभ्यूबारे हामी केही कुरा गर्नेछौँ। चर्चा परिचर्चा बटुल्नका लागि, सँगाल्न र अँगाल्नका लागि यो भिडियो यहाँहरूमा आज प्रस्तुत गर्दैछौँ। दर्शकवृन्द सर्वप्रथम त यहाँहरू सम्पूर्णलाई नमस्कार। यहाँहरूको बसाइ सुखद छ भन्ने आशा गर्छौँ। अब चाहिँ भुन्टीको विषयमा हामी कुरा गर्नेछौँ। भुन्टीले चाहिँ जब भूपेन्द्रसँग मिल्नु हुँदैन भन्ने कुराले पछिल्लो समय धेरै दर्शक दीर्घहरूमा असर परिरहेको छ। के साँच्चीकै भुन्टी अब भूपेन्द्रसँग मिल्दा यस्ता गतिविधिहरू दोहोरिन्छन् त? के पुरानै दिनतर्फ फर्किनेछ त? यो विषयमा पनि हामी गहिरो चर्चा गर्नेछौँ। टोकलेले जस्तो किसिमले भूपेन्द्रबाट भुन्टीलाई छुटाएर आज लगेका छन्, टोकले एउटा सच्चा दाजु अथवा एउटा माइतीको रूपमा प्रख्यात चिनिन सफल रहेका छन्। जब भुन्टीको मायाप्रति पग्लिएर बसेका ती भूपेन्द्र र धोकेबाज जस्तो सङ्कल्प अँगालेका ती पुरुषले अब बचाउन टोकले आइसकेका थिए र त्यसै गरी उनले बचाएर लगिसकेका पनि छन्। भुन्टी भाग 223 को यो सिरिज एपिसोड भने तपाईँहरू देख्न सक्नुहुनेछ। आशा फिल्म्स प्रस्तुतिको भुन्टी 323 यहाँ अपडेट भएको छ र 324 मा आगामी भागहरूमा चाहिँ अब के फर्केर आउँछिन् त भुन्टी? टोकलेले जस्तो किसिमले भूपेन्द्रबाट भुन्टीलाई छुटाएर आज लगेका छन्, टोकले एउटा सच्चा दाजु अथवा एउटा माइतीको रूपमा प्रख्यात चिनिन सफल रहेका छन्। जब भुन्टीको मायाप्रति पग्लिएर बसेका ती भूपेन्द्र र धोकेबाज जस्तो सङ्कल्प अँगालेका ती पुरुषले अब बचाउन टोकले आइसकेका थिए र त्यसै गरी उनले बचाएर लगिसकेका पनि छन्। भुन्टी भाग 223 को यो सिरिज एपिसोड भने तपाईँहरू देख्न सक्नुहुनेछ। आशा फिल्म्स प्रस्तुतिको भुन्टी 323 यहाँ अपडेट भएको छ र 324 मा आगामी भागहरूमा चाहिँ अब के फर्केर आउँछिन् त भुन्टी? आउँदो आगामी एपिसोड कस्तो रहला? दर्शकवृन्द तपाईँहरू च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला र आगामी भुन्टी सिरिजको नयाँ एपिसोड पार्ट 324 मा चाहिँ 324 मा चाहिँ कस्तो रहला कमेन्ट गर्न नभुल्नुहोला। सो थ्याङ्क्स फर वाचिङ।